ल हेर्नुस् साथीहरू, यहाँ हाम्रो गाउँघरतिर चाहिँ बालेनको डोजर आइसकेको छ है त। हाम्रोतिर चाहिँ नि साथीहरू चुनाव अघि नै विकास सुरु भइसकेको छ है त। हजुरहरुकोतिर के कस्तो चल्दैछ होला? अनि सुन्नुस् त, हजुरहरुलाई थाहा छ हाम्रो गाउँको नाम पनि लाल पानी, अनि यहाँको पानी पनि लाल, अनि हाम्रो जिन्दगानी बेहाल भएको छ है। अरे कहना क्या चाहते हो? खासमा चाहिँ नि साथीहरू, यो डोजर हाम्रो गाउँमा शुद्ध खाने पानी ल्याउनको निम्ति आएको हो है। अहिले चाहिँ पहिलो चरणको काम पाइप पिछ्याउने एकदम तीव्र गतिमा चलिरहेको छ। बाँकी अब घर घरमा शुद्ध पानी सञ्चालनको लागि केही महिनाको लागि हामीले प्रतीक्षा गर्नुपर्ने छ। त्यसैले धैर्य गर, प्रतीक्षाको फल मिठो हुन्छ भनिएको रहेछ नि साथीहरू। त्यसैले साथी हो, जागौँ, उठौँ, हिँडौँ, अब घाम धेरै नतापौँ, बरु बालेनको डोजर सँगसँगै हिँडौँ र घन्टी पनि बजाउँ है त, टिनिनी पारेर।